फाइनली गाइस आज आइसक्यौँ हामी फेरि एक नयाँ ब्लग लिएर उपस्थित भइसक्यौँ र गाइस यो चाहिँ मेरो माई फर्स्ट ब्लग र गाइस हाम्रो माई फर्स्ट ब्लगमा तपाईँहरूलाई सबैलाई स्वागत छ गाइस र फर्स्ट ब्लग हेर्न सक्नुहुनेछ चारैतिरको हाम्रो सिम धान खेत यो आँखाले यति हेर्दैछु यो क्यामेराले सबै यो मेरै खेत हो गाइस हेर्न सक्नुहुनेछ मेरो खेतमा धान पनि हरियो भइसक्यो र यता हरियो भइसक्यो र धानमा चाहिँ अलिअलि रोग लागेछ धानमा चाहिँ यो गोबरा भन्ने रोग कहाँदेखि आएछ धानको पत्तामा सेतो सेतो लागेछ यो म फर्स्ट ब्लगमा चाहिँ मेरो खेतको तस्बिरहरू सबै देखाउँछु गाइस त्यसले यो च्यानलमा तपाईँहरू सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब चाहिँ गर्न नबिर्सनुहोस् गाइस हामी यो च्यानलमा जहिले यस्तै ब्लग लिएर उपस्थित गर्छु गाइस माई नेम इज ब्लगर विष्णु कविरथ र गाइस यता हामी यताको खेत पनि घुम्न जाँदैछु र यो आलीमा हामी छु अहिले धानको खेतभित्र अहिले उत्रेको छुइनँ गाइस र यो चाहिँ पानी सबैमा छ सबै गोडामै पानी छ दुईवटा गोडामा पानी छैन यो चाहिँ म खेत हेर्न आएको थिएँ र माई फर्स्ट ब्लग बनाउँदैछु यसपालि 2026मा चाहिँ धान कस्तो भयो हाम्रो यो चाहिँ अब हामी फर्स्ट ब्लगमा तपाईँहरूलाई धान चाहिँ देखायौँ र गाइस यता अब यो भिडियोमा कति भ्युज आउँछ के आउँछ यो चाहिँ मलाई थाहा भएन भ्युज पनि आउँछ कि आउँदैन अब म चाहिँ भ्लग बनाउने काम हो भ्लग बनाएर युट्युबमा पोस्ट गर्ने काम हो मेरो र म भ्लग बनाएर युट्युबमा पोस्ट गरिदिन्छु र अब भ्युज आउँछ कि आउँदैन त्यो थाहा भएन यो र गाइस यता हाम्रो छिमेकीको धान कालो कालो भएछ यो चाहिँ सर्ना धान यताको चाहिँ हाम्रो रन्जित भनेको अलि हरियो मतलब धेरै हरियो छ यो चाहिँ अलिअलि अर्को रङ हरियोदेखि हुन्छ तर अर्को रङको नाम थाहा भएन त्यसले यो सर्ना धान र यो चाहिँ गाडी जाने बाटो छोडेको छ हाम्रो छिमेकी र गाइस यता चाहिँ हाम्रो खेत हो म त आफ्नै खेतको तस्बिरहरू आज देखाउँदैछु माई फर्स्ट ब्लगमा ताकि हाम्रो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनुहोस् गाइस हामी जहिले यो च्यानलमा यस्तै ब्लग लिएर उपस्थित गर्छु गाइस माई नेम इज ब्लगर र हामी आज ब्लग सुटिङ गर्दै अगाडि बढिसक्यौँ अब बाटोतिर जान्छु अब खेत घुम्न चाहिँ आएको थिएँ म आज धान कस्तो भयो हाम्रो धान चाहिँ अब हरियो भयो कि भएन अब धानमा चाहिँ रोग लागेको छ धेरै रोप्न पाएको छैन 1-2 हप्तामै सेतो सेतो लागेछ अब उयो सेतो लागेपछि के भयो गोबरा लाग्यो त्यही समस्या भएछ हाम्रो धानमा गोबरा लागेछ र गाइस अब यसको सावधान गर्नका लागि त अब दबाई गर्नुपर्छ दबाई हान्नुपर्छ धानमा र गाइस हामी आज अब घरतिर लाग्यौँ यस्तो बिउहरू चाहिँ हेर्नुहोस् बिउ चाहिँ कस्तो छ गाइस हेर्न सक्नुहुनेछ यो चाहिँ बिउ पुरै यही बिउ उखालेर मुठा यसरी बाँधेर र धानमा रोपिन्छ धान कितामा र रोपाइ पनि म अर्को ब्लगमा ल्याउँछु रोप्छ कसरी धान रोपाइ कसरी गर्छ यस्तो सबै म ब्लग सुटिङ गर्छु र गाइस त्यसले अब यस्तै हाम्रो ब्लग सुटिङ अब यस्तै हाम्रो ब्लग हेर्न चाहनुहुन्छ भने यो च्यानलमा सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोस् हामी यो च्यानलमा जहिले यस्तै ब्लग लिएर उपस्थित गर्छु गाइस माई नेम इज ब्लगर र गाइस हामी आज फेरि हामी माई फर्स्ट ब्लग ल्याएको थिएँ मतलब सरी गाइस ल्यायौँ र यो फर्स्ट ब्लग चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो ठिक लाग्यो भने हाम्रो यो च्यानलमा सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोस् अब हामी खेतदेखि यता बाहिर आइसक्यौँ खोला छेउ यो चाहिँ हाम्रै खेतको तस्बिर यता हामी आइसक्यौँ अब बाटोतिर लाग्दैछौँ र अब घर जानुपर्छ भन्ने आशा र यता हामी अगाडि बढ्यौँ यता बढिसक्यौँ सिधै अब बाटो लाग्छु यता कुरो लागेर दिमाग खराब भइसक्यो पेनभरि र गाइस यता हामी बाटो चढिसक्यौँ गाइस हेर्न सक्नुहुनेछ हामी बाटो आइसक्यौँ ब्लग सुटिङ गर्दै यो चाहिँ हाम्रो बाटो पहिले हाम्रो घर चाहिँ यहीँ थियो यता कदमको बटन हेरी यो चाहिँ पुल र गाइस आजलाई यति नै ब्लग फेरि भोलि आउँछ यस्तै मजादार ब्लगहरू ताकि यो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोस् र यो चाहिँ अब अलि देखाइदिउँ मेरो खोलाहरू यता दाद्राको सिनहरू यो चाहिँ यो दाद्राले गर्दाखेरि हाम्रो घर यहाँ एक ठाउँदेखि अर्को ठाउँ चाहिँ बसाइसराइ गर्यो र यहाँ चाहिँ हाम्रो घर थियो अहिले खोला बनेको छ यो खोलाले काटिसक्यो त्यसले यहाँदेखि घर चाहिँ अब अर्को ठाउँ लग्न बाध्यता बनायो र अहिले पुलको सुविधा चाहिँ गरेछ यहाँनिर यो चाहिँ पुल बनेछ पुल बनेर धेरै सुविधा गरेछ यता पुल पानी जाने सहज र यता गाइस जाली हानेको छ जाली चाहिँ सबै भाँसेर क्राम सबै क्रास भइसक्यो र गाइस यता हामी अब अगाडि बढ्दैछौँ यो हामी आज खेत घुम्न आएको ब्लग चाहिँ धेरै सुन्दर माई फर्स्ट ब्लगिङ र गाइस आजलाई ब्लग यति नै फेरि भोलि आउँछ तपाईँहरूलाई ब्लग कस्तो लाग्यो ठिक लाग्यो भने हाम्रो च्यानलमा सब्स्क्राइब गर्न चाहिँ नबिर्सनुहोस् हामी जहिले यो च्यानलमा यस्तै ब्लग ल्याएर उपस्थित गर्छु गाइस माई नेम इज ब्लगर विष्णु र गाइस आजलाई थ्याङ्क यू फेरि भोलि आउँछ ब्लग थ्याङ्क यू लाइक कमेन्ट सेयर सबै ल